आजको भिडियो चाहिँ तपाईहरुको 2-3 पुस्तालाई पुग्ने ब्याग है एकदमै ओरिजिनल युकेबाट आएको ब्यागहरुको भिडियो बनाउन गइरहेको छु र यो ब्याग पछाडी चाहिँ आज चाहिँ फेरि यो फ्रान्स आर्मीको केही सामानहरु आएको छ हैन यो फ्रान्सबाट आएको सामानको चाहिँ म तपाईलाई एकछिनमा यो ब्यागको पछाडी चाहिँ म तपाईलाई देखाउन गइरहेको छु है ल सुरुमा त म तपाईलाई सानो ब्यागबाट देखाउन गइरहेको छु सुरुमा चाहिँ यसलाई भन्छ है मोली ब्याग यो चाहिँ तपाईको 28 लिटरको हो है एकदमै युकेबाट आउँछ तपाईको सानो ट्रिपको लागि चाहिँ बेस्ट हुन्छ है ल हेर्न सक्नुहुन्छ यसको कम्पार्टमेन्ट कति धेरै कम्पार्टमेन्ट छ तपाईहरुको नर्मली 1 वीकको ट्रिप चाहिँ यसले यतिको ब्यागले चाहिँ तपाईलाई भ्याउँछ होला है र यसको कलरको कुरा गर्दाखेरि हामीसँग ओलिभ ग्रीन छ है अनि त्यसपछि ओलिभ ग्रीन मात्रै होइन अनि क्वेट ग्रीनमा पनि छ हेर्न सक्नुहुन्छ कति दामी छ यो ब्याग है सानो चट्ट परेको ब्याग अनि कसैलाई अब आर्मी कलरको ग्रीनहरु क्यामोफ्लेज मन नपर्नेलाई हामीसँग ब्ल्याक कलरको पनि चाहिन्छ यो नफुलाउँदा कत्रो सानो छ है भित्रबाट यस्तो छ कम्पार्टमेन्ट यति धेरै कम्पार्टमेन्ट छ के तपाईको सानो म्याकबुक ल्यापटपहरु पनि अट्छ के यसमा यो छ है र अब अर्को छ एमटिपी को देखाउँछु है तपाईको एमटिपी मा चाहिँ हेर्नु न यो चाहिँ तपाईको 55 लिटर जस्तो छ है यो ब्याग हेर्न सक्नुहुन्छ है ल यो ब्याग छ हामीसँग है यो चाहिँ यसरी माथिबाट यहाँबाट गर्न पनि सकिन्छ यहाँबाट निकाल्न सकिन्छ यहाँ पनि छ है सबै छ मजाको छ अब भिडियो लामो हुन्छ है देखाउन थाल्यो भने अब त्यही भएर सर्टकटमा देखाउँछु ल यो एमटिपी को एकदमै ओरिजिनल छ अनि यसको सेम तर हल्का थोरै डिजाइन चेन्ज है यसमा तपाईको यो साइडको कम्पार्टमेन्ट चाहिँ हामीले निकाल्न सक्छौं के अनि यस्तै देखिन्छ यसको लुक्स चाहिँ यसको चाहिँ माथिबाट कभर टप कभर आउँछ र म तपाईलाई म बोकेर पनि देखाइदिन्छु ल यस्तो छ है एकदमै कम्फर्टेबल छ एकदमै बलियो हुन्छ यो चाहिँ अनि यस्तो गरेर यस्तो खालको यस्तो टाइपमा छ है यो चाहिँ एकदमै ओरिजिनल अनि अर्को पनि छ अब यो चाहिँ अलिकति यो चाहिँ लगभग तपाईको 35 लिटर्स समथिङ होला 35-40 लिटर्स हुनुपर्छ यो है ल यसमा पनि हामीसँग अवेलेबल छ है तपाईलाई कुन मन पर्यो हामीलाई व्हाट्सएप गर्नुस् है यसो गरेर यो लुज गर्यो भने यसको फेरि ठुलो हुन्छ यो यसो गर्यो भने यसको फेरि एक्सटेन्ड हुन्छ के ल एकदमै जेन्युइन ओरिजिनल यो ब्याग पनि छ तपाईलाई जुन मन पर्छ त्यही अब अन्तिममा भन्दाखेरि यो प्रोफोर्सको हामीसँग अब धेरै पिस छैन यो प्रोफोर्सको यो पनि एकदमै दामी छ यो पनि लगभग तपाईको 40 लिटर्सकै आसपासकै ब्याग हो यो धेरैले मन पराउनु भएको अनि धेरै बलियो पनि छ यो ब्याग ल यो प्रोफोर्सको यो ब्याग है यहाँ सपोर्ट पनि छ यसलाई निकाल्नु पनि मिल्छ है तपाईलाई यो चाहिँदैन यो निकाल्नु मिल्छ अनि यहाँ फर्महरु छ तपाईले यहाँनिर आफ्नो नाम नम्बरहरु पनि राख्ने ठाउँ पनि देखिन्छ है ल यो छ अब जाने अन्तिममा यसको तपाईको 4टा कलरमा आउँछ है यो बीटीपी प्रिन्टमा पनि छ है यो देख्न सक्नुहुन्छ कसैलाई अब क्यामोफ्लेज मन पर्छ भने यो ब्याग छ हैन कसैलाई अब क्यामोफ्लेजै मन पर्दैन भन्नुहुन्छ भने अब यसको ग्रीनमा पनि छ हैन अब यहाँ नअटेको कारणले गर्दाखेरि मैले यो देखाए स्याम्पल ल यो क्वेट ग्रीनमा यो ओलिभ ग्रीनमा छ है क्वेट ग्रीनमा छ अनि ब्ल्याकमा पनि आउँछ है ठ्याक्कै यही कलरको ब्ल्याकमा पनि यो आउँछ है र यसमा पनि त्यही नै हो मेन कम्पार्टमेन्ट यहाँ छ है मेन कम्पार्टमेन्ट यहाँ हो अनि अर्को सब कम्पार्टमेन्ट यहाँ छ है त्यस्तो छ अनि तपाईले अब कतै ट्रेकिङ जाँदाखेरि तपाईलाई म्याटहरु हैन बोक्नु पर्यो भने यो मुनि तपाईले आफ्नो म्याटहरु आफ्नो सुत्ने स्लिपिङ ब्याग अथवा की यहाँ झुन्ड्याएर राख्न सक्नुहुन्छ अनि यहाँ एउटा हुक दिएको छ यसमा पनि तपाईले आफ्नो केही इम्पोर्टेन्ट कीहरु अथवा रोपहरु समथिङ के हैन के हुन्छ त्यो तपाईले बोक्न सक्नुहुन्छ र यहाँ माथि पक्रिने कुरा पनि छ है यसमा चाहिँ तपाईको यहाँ चेस्ट स्ट्राइप अनि यहाँ तपाईको पेटमा पनि बाँध्न मिल्ने स्ट्राइप छ दुईटा चाहिँ एकदमै कम्फर्टेबल छ यो ब्यागहरु जति पनि छ यो ब्याग चाहिँ सबै एकदम कम्फर्टेबल छ है तपाईको ट्रेकिङको लागि बेस्ट हुन्छ र अबको अर्को भिडियो चाहिँ अघि भने जस्तै अब फ्रान्सबाट आएको फ्रान्स आर्मीको केही सामानहरु छ त्यो देखाउँछु हस् त थ्यांक यू सो मच